रासपाले बुझाएको समानुपातिक सूचीमा केही चर्चित अनुहार पनि रहेका छन्। पूर्व मिस नेपाल अनुष्का श्रेष्ठ, चर्चित लोक दोहोरी गायक प्रकाश सपुत, टेलिभिजन प्रस्तोता आसिफ शाह, रिमा विश्वकर्मा, गायिका सत्यकला राई र त्रिशला गुरुङ, क्रिकेटर ज्ञानेन्द्र मल्ल, राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य मोहना अन्सारी लगायत व्यक्तिहरू रासपाको समानुपातिक सूचीमा परेका छन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले रवि लामिछाने र कुलमान घिसिङसँग खिचेको फोटो सामाजिक सञ्जालमा राख्दै म नेपाल हाँसेको हेर्न चाहन्छु भन्ने सन्देश दिएका छन्। कुलमानलाई रासपाको उपसभापति बनाउने गरी सहमति भएपछि बालेनले फेसबुकमा 3 जनाको फोटो र सन्देश सेयर गरेका हुन्। यही सहमति अनुसार रवि लामिछाने, बालेन र कुलमान आगामी निर्वाचनका लागि एक ठाउँमा उभिने भएका छन्। रवि, कुलमान र बालेन मिलाउन सक्रिय भूमिका खेलेका सुदन गुरुङले अब देशव्यापी रूपमा सिभिलियन फोर्स गठन गर्ने घोषणा गरेका छन्। गुरुङले पुस तेस्रो साताभित्रै फोर्स गठन गर्ने बताएका हुन्। फोर्सले सबै नेपालीलाई एकै छातामुनि जोड्ने र नेपाललाई डिजिटल रूपमा सङ्गठित गर्ने लक्ष्य राखेको छ। सुदनका अनुसार टोलदेखि गाउँसम्मका समस्या केन्द्रसम्म पुर्याउने संरचना निर्माण नै फोर्सको मुख्य उद्देश्य हुनेछ। फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतपत्र छाप्न थालिएको छ। निर्वाचन आयोगले सुरुमा समानुपातिक तर्फको र त्यसपछि प्रत्यक्ष तर्फको मतपत्र छाप्ने जनाएको छ। भक्तपुरको सानो ठिमी स्थित जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा यति बेला मतपत्र छाप्ने काम सुरु भएको हो। गिनिज वर्ल्ड रेकर्डर विजय शाहीले योगको उपवर्ती कमलासनमा 27 मिनेट 3 सेकेन्डसम्म टिकेर नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएका छन्। यसअघि रहेको रेकर्ड 20 मिनेट 36 सेकेन्डको थियो। त्यसलाई शाहीले 6 मिनेट 27 सेकेन्ड बढीले तोडेका हुन्। नयाँ गिनिज वर्ल्ड रेकर्ड बनाएका शाहीलाई भारतका लागि नेपाली राजदूत डाक्टर शङ्कर शर्माले दिल्ली स्थित नेपाली दूतावासमै बोलाएर सम्मान समेत गरेका छन्। ओखलढुङ्गाको चिसङ्खुगढी गाउँपालिका 6 भदौरेमा एक दम्पतिको विभत्स हत्या भएको छ। स्थानीय भदौरेका अन्दाजी 60 वर्षीय सुबितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या गरिएको हो। बुधबार बिहान अबेरसम्म नउठेको पाइएपछि स्थानीयले हेर्दा हत्या भएको पाइएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ। सामाजिक अभियन्ता गणपतिलाल श्रेष्ठ लगायतले सम्पूर्ण सुविधायुक्त आकस्मिक सामुदायिक प्रहरी भ्यान खरिद गरेका छन्। स्थानीय क्लब, व्यवसायी, गायकदेखि सामाजिक अगुवाहरूको सहयोगमा उक्त भ्यान खरिद गरी सामुदायिक प्रहरीलाई हस्तान्तरण गरिएको छ। सुविधायुक्त भ्यान भएपछि शान्ति सुरक्षा कायम गर्न सहज हुने प्रहरीको भनाइ छ। एमाले नेता गोकुल बास्कोटाले नयाँ र पुराना दल एउटै शक्ति केन्द्रबाट परिचालित भएको टिप्पणी गरेका छन्। उनले राजनीतिक घटनाक्रम र शक्ति केन्द्रको भूमिकालाई सङ्केत गर्दै आजका नयाँ र हिजोका नयाँ पात्रहरूको मूल जरो खोज्दा तिनको कल नसो एउटै पर्न सक्ने टिप्पणी गरेका हुन्। फेसबुकमा लेख्दै बास्कोटाले आज र हिजोका नयाँ पात्रको स्वर र प्रवृत्ति मिल्न गए पनि त्यसलाई अनौठो मान्न नहुने बताएका हुन्। बास्कोटाले पुराना र नयाँ दललाई घुमाउने एउटै शक्ति केन्द्र रहेको उल्लेख गर्दै केवल समय, सन्दर्भ र पात्र मात्रै फरक हुने उनले कटाक्ष गरेका छन्। नेता बास्कोटाले शक्ति केन्द्रले आफ्नो नयाँ मिसन पूरा गर्न सधैँ नयाँ पात्रको खोजी गर्ने गरेको स्पष्ट पारेका छन्। नयाँ दलहरू मिलेको प्रति सङ्केत गर्दै बास्कोटाले यसलाई मालिकले नयाँ नोकर खोजेको भन्दै व्यङ्ग्य गरेका छन्। तर त्यो मालिक वा शक्ति केन्द्र को हो भन्ने बारे भने उनले खुलाएका छैनन्।